महु कागती। बिहान खाली पेट तातो पानीमा मलाई मिसाएर पिउनु भयो भने शरीरभित्रका सबै टक्सिन बाहिर निस्कन्छन्। महु नरिवल पानी। मलाई पिउनु भयो भने शरीर हाइड्रेटेड रहन्छ र एसिडिटीको समस्या पनि हुँदैन। महु मेथी दाना। राति मलाई भिजाएर बिहान चपाएर खानुभयो भने सुगर लेभल र पाचन प्रक्रिया दुवै नियन्त्रणमा रहन्छ। महु ओखर। मेरो आकार मस्तिष्क जस्तै छ। मलाई नियमित खानुभयो भने दिमाग बलियो हुन्छ र मानसिक स्वास्थ्य राम्रो रहन्छ। महु काजु। मलाई नियमित रूपमा उचित मात्रामा खानुभयो भने शरीरलाई ऊर्जा मिल्छ र मुटुको स्वास्थ्य राम्रो रहन्छ। महु मह। मलाई तातो पानीमा मिसाएर पिउनु भयो भने पेट सफा हुन्छ र मेटाबोलिजम सक्रिय हुन्छ। हास्य र मनोरञ्जनको चौतारी, कमेडी चौतारी अफिसियल।